राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा चुनावको मुखमा पहिरो जाने क्रम बढेको मात्र छैन, पार्टीलाई नै धक्का पुगेको छ। चुनावमा पार्टी र उम्मेद्वारका लागि भोट पाक्दै मैदानमा उत्रिनुपर्ने बेला आसन्न निर्वाचनमा नागरिकको मत प्रभावित गर्न सक्ने नेताहरूले नै पार्टी छाडेको घोषणा गरिरहेका छन्। पछिल्लो 2 दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका 3 महत्त्वपूर्ण नेताले पार्टी छोडेका छन्। चुनाव नजिकिँदै जाँदा रासपाभित्र असन्तुष्टिको लहर तीव्र बनेको हो। उम्मेद्वार चयन र आन्तरिक प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै पछिल्लो 3 दिनमै 3 प्रभावशाली नेताले पार्टी परित्याग गरेका हुन्। चुनावी मैदानमा होमिनुपर्ने संवेदनशील घडीमा भएको यो बहिर्गमनले पार्टीभित्रको असन्तुलन सतहमा आएको हो। रासपाका बागमती प्रदेश उपसभापति तथा 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे 2बाट उम्मेद्वार बनेका दिनेश गौतमले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्। उनले उम्मेद्वार छनौट प्रक्रिया, विधान, मापदण्ड र आन्तरिक लोकतन्त्र विपरीत सञ्चालन गरिएको आरोप लगाएका छन्। उनको राजीनामा पत्रमा वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्तालाई पाखा लगाई अन्य दलबाट हालै प्रवेश गरेका व्यक्तिलाई प्राथमिकता दिएको आरोप लगाइएको छ। जान्नेलाई छान्ने मूल नारा विपरीत व्यवहारमा सीमित घेराका चाकडी प्रवृत्तिका र नेतृत्व वरिपरि घुम्ने पात्रलाई प्राथमिकता दिएको उनको आरोप छ। यसअघि रासपा मध्य प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी त्यागेकी छन्। उनी नेपाली काङ्ग्रेसमा प्रवेश गरेकी हुन्। जनकपुरमा आयोजित कार्यक्रममा उनलाई काङ्ग्रेस नेता गगन थापाले स्वागत गरेका थिए। त्यस्तै रासपा नेत्री खेम कुमारी उर्मिला भुर्तेलले पनि साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेकी छन्। 2079 सालमा प्रतिनिधि सभा उम्मेद्वार बनेकी भुर्तेलले पार्टी स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धता विपरीत गतिविधि बढ्दै गएको आरोप लगाएकी छन्। पछिल्लो समय रासपाभित्र उम्मेद्वार चयन, आर्थिक पारदर्शिता र सङ्गठन विस्तार प्रक्रियालाई लिएर असन्तुष्टि बढ्दै गएको देखिन्छ। चुनावको सङ्घारमा नेताहरूको श्रृङ्खलाबद्ध बहिर्गमनले पार्टीको चुनावी रणनीति र सन्देशमा असर पार्ने आकलन गरिएको छ। एकातिर नयाँ राजनीतिक शक्ति भएर स्थापित हुने प्रयासमा रहेको रासपा, अर्कोतिर आफ्नै आन्तरिक प्रक्रियामाथि उठेका प्रश्नले घेरिएको अवस्था छ। सरकारले निर्वाचन प्रचार प्रसारका क्रममा उम्मेद्वारले छत खोलेर हिँड्न मिल्ने रोपटक भेहिकल प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। बिहिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार उम्मेद्वारहरूको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको हो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधि सहभागी थिए। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत सुरक्षा बैठक बिहिबार विराटनगरमा भएको छ। दुवै देशका सुरक्षा अधिकारी सम्मिलित महत्त्वपूर्ण बैठकले मतदानको 72 घण्टा अगाडिदेखि नेपाल भारत सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको छ। भारतसँग खुला सीमा जोडिएका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुखहरू तथा ती जिल्लासँग सिमाना जोडिएका भारतका किशनगञ्ज, अररिया र सुपौल जिल्लाका सुरक्षा अधिकारीहरूबीच भएको संयुक्त बैठकले निर्वाचन अवधिमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कठोर सुरक्षा रणनीति अपनाउने निर्णय गरेको छ। बैठकको सहमति अनुसार फागुन 18 गते रातिदेखि फागुन 21 गते रातिसम्म सीमानाका बन्द गरिनेछ। उक्त अवधिमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका आवागमनमा पूर्ण निषेध लगाइनेछ। मतदानका दिन निजी सवारी, सार्वजनिक यातायात, व्यावसायिक आवतजावत तथा अन्य नियमित गतिविधि रोकिनेछन्। स्वास्थ्य सेवा, आपतकालीन उद्धार र सरकारी समन्वयका विशेष अवस्था बाहेक अन्य कुनै पनि आवागमनलाई अनुमति नदिने स्पष्ट सहमति भएको छ। सरकार बनेको 100 दिनमै सहकारी बचत फिर्ता गर्ने रासपाको घोषणा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए सरकार गठन भएको 100 दिनभित्रै सहकारी संस्थाका साना बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहिबार सार्वजनिक गरिएको पार्टीको वाचापत्रमा आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्नु सरकारको प्राथमिक दायित्व हुने उल्लेख गरिएको छ। वाचापत्र अनुसार सरकार बनेको 100 दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गरिनेछ। अबको 5 वर्षमा नेपालीको अर्थतन्त्र 100 खर्ब पुर्याउने एमालेको घोषणा। 10 वर्षमा 200 खर्ब। नेकपा एमालेले आगामी 5 वर्षभित्र देशको अर्थतन्त्र 100 खर्ब पुर्याउने महत्त्वाकांक्षी घोषणा गरेको छ। बिहिबार काठमाडौँमा प्रतिनिधि सभा निर्वाचन 2082 लक्षित घोषणापत्र सार्वजनिक गर्दै पार्टीले आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्दै यस्तो लक्ष्य सार्वजनिक गरेको हो। एमालेले कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार विकासलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा अघि सारेको छ। आगामी 5 वर्षभित्र नेपालीको प्रति व्यक्ति आय $3000 अमेरिकी डलर पुर्याउने लक्ष्य समेत एमालेले लिएको छ। श्रमिकहरूको मासिक न्यूनतम पारिश्रमिक $25,000 पुर्याउने घोषणा पनि गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको सभ्यतालाई आफूहरूले जोगाउने बताएका छन्। फागुन 21 गतेको चुनावका लागि कर्णाली प्रदेशबाट बाचापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले बिहिबार यस्तो बताएका हुन्। सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापति स्वर्णिम वाग्ले सहितको बाचापत्र सुर्खेत स्थित घण्टाघर चोकमा आयोजित चुनावी सभामा बाचापत्र पनि सार्वजनिक गरे। त्यही कार्यक्रममा उनले डोल्पादेखि जुम्लासम्मलाई सम्झिन भ्याए। उनले डोल्पाको यार्सागुम्बा विश्वभर पुगे पनि मार्से चामल र स्याउ चितवन पनि नपुगेको बताए। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइएकाले निर्धक्क भएर फागुन 21 गते मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरेका छन्। बिहिबार केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्। बैठकमा 3वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीले सुरक्षाका प्रबन्धबारे जानकारी दिएका थिए। गृहमन्त्री अर्यालले निष्पक्ष तवरबाट चुनाव सम्पन्न गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। भर्चुअल बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, 7वटै प्रदेशका प्रमुख सचिव, प्रदेश कमान्ड पोस्ट प्रमुख र 77वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए।